नमस्ते। यस पटकको हाम्रो यात्रा उत्तरी गोर्खाको हुनेछ। यस यात्रामा हामी आरुघाटबाट यात्राको सुरु गर्नेछौँ। धार्चे, माछाखोला, केराउजा हुँदै अन्नपूर्ण पदमार्गको यात्रा गर्नेछौँ। हामी काठमाडौँबाट 4 घण्टाको यात्रा गर्दै आबुखैरेनीको पुलमा आइपुग्यौँ। यस पुलले गोर्खा र तनहुँलाई जोड्ने काम गर्दछ। हाम्रो 5.5 घण्टाको लगातारको यात्रापछि हामी आरुघाट नजिकै पुग्न लाग्यौँ। तल आरुघाटको फाँट पनि देखिन थाल्यो अलिअलि। हामी आरुघाट आइपुग्यौँ। आरुघाट ओर्लनुभन्दा अगाडिको फाँट यो। चारैतिर धान खेती, हरियाली र सुन्दर फाँट छ। पारी दाहिनातर्फ देखिएको टार भने धादिङको सल्यान टार हो। सल्यान टार हुँदै आयो भने यो पुल तडेर अगाडि बढ्नुपर्छ आरुघाटको लागि। आरुघाटसम्म आउनको लागि गोर्खा तर्फबाट भन्दा धादिङ बेसी हुँदै धादिङको सल्यान टार निस्केर यहाँसम्म आउनको लागि बाटो छोटो र सहज पनि पर्दछ। तपाईँ सल्यान टार धादिङ हुँदै यो बाटो आउनुभयो भने 148 किलोमिटर 5 घण्टामा सहजै आइपुग्न सक्नुहुन्छ। यो आरुघाट बजार माथिसम्म नै बुढी गण्डकीको डुबान क्षेत्रमा पर्दछ र 10औं वर्ष पहिला बुढी गण्डकी प्रभावित क्षेत्र भनेर मुआवजा पनि वितरण गरिसकिएको एरिया हो र आज 10औं वर्ष बितिसक्दा पनि आयोजनाको कुनै अत्तोपत्तो नहुनु, 10औं वर्ष अगाडि राज्य कोषबाट मुआवजा वितरण गरिनुले गर्दाखेरि देशलाई, राज्य कोषलाई कति घाटा पर्छ र दूरदर्शिता नहुँदा देशले कति क्षति बिहोर्नु पर्छ भन्ने कुरो यहाँबाट प्रष्ट हुन्छ। हामी आरखेतमा आइपुग्यौँ। यो बाटो यात्रा गर्दै गर्दा यस्तो लाग्दछ कि हरेक पाइला पाइलामा रोकेर यहाँको सुन्दरतालाई निहाल्नु जस्तो लाग्दछ। दायाँ बायाँ जता हेरो झरनै झरना, हरियाली, धानको फाँट, तल बुढी गण्डकी, साह्रै मनमोहक देखिन्छ। हामी लापु बेसी आइपुग्यौँ। न्याउलिन झरना साह्रै मनमोहक र सुन्दर झरना छ। हामी माथि झरनातर्फ लाग्यौँ। यस्तो सिँढीहरू बनेको रहेछ, रेलिङ पनि हालेको रहेछ। विदेशीहरू पनि यहाँ घुम्न आउनुभएको रहेछ। यहाँ नमस्ते। तल रेस्टुरेन्टहरू पनि रहेछ बस्न खानको लागि। सुमिता म्याम अगाडि जाँदै हुनुहुन्छ। झर्ना आउनलाई चाहिँ फटाफट हिँडिरहनु भएको छ।
उत्तरी गोर्खाको धार्चे गाउँपालिकामा रहेको यस झरना समुद्री सतहदेखि 880 मिटर अर्थात् 2887 फिटको उचाइमा पर्दछ। हामी झरनाको बीच भागमा आइपुग्यौँ। हामी झरनाको माथि आइपुग्यौँ। तलदेखि यहाँसम्म आउनको लागि 15-20 मिनट लाग्ने रहेछ। भिडियो फोटो खिच्न नि गाह्रो रहेछ। एकैछिनमा अगाडि बाफ लाएर पुरै क्यामेरै ढाक्दो रहेछ। हामी लापु बेसीले बाई बाई गर्दै अगाडितर्फ लाग्यौँ। अब यहाँबाट भने धार्चेको माथिल्लो भेगलाई यिनीहरूले सामान धुवानी गर्ने गर्दछन्। हामीले च्याम्सी झरनालाई देखिरहेका छौँ। हामी जति जति माथि माथि आउँछौँ उति उति बाटो पनि अप्ठ्यारो र दुवैतर्फका पहाडहरू साँगुरिएको र बुढी गण्डकी खोज बन्दै गएको देख्न सकिन्छ। यो बाटोको ट्र्याक खन्ने काम नेपाली सेनाले गरिरहेको छ। माछाखोलासम्म भने सहजै रूपले गाडी जान सक्छ। त्यहाँबाट अगाडि भने बाटो खन्ने क्रम जारी छ। यहाँ बाटोको छेउमा एउटा सानो कटोरो जस्तो बनेको रहेछ। यहाँ बसेर पारीको झरना यसरी हेर्दाखेरि साँच्चै नै म अर्कै लोकमा आएको छु कि जस्तो अनुभव हुन्छ। बाटो सहज हुन्जेल र बाढी पहिरो नजाउन्जेल उत्तरी गोर्खाको चुमडुम्री, सिद्धिबास र धार्चेको माथिल्लो भेगमा यिनीहरूले नै रासन ढुवानी गर्ने गर्दछन्। यहाँको बाटो सानो भएकोले पहिल्यै साइड ल्याएर बस्नु पर्दछ खचरहरू आएपछि। उत्तरी गोर्खामा आएर तपाईँले गोर्खा बजारलाई सोच्नुभयो भने तपाईँलाई लाग्नेछ यो पनि गोर्खा हो र। हामी लगभग 10 घन्टाको यात्रामा माछाखोला बजारमा आइपुग्यौँ। समुद्री सतहबाट 870 मिटर अर्थात् 2854 फिटको उचाइमा रहेको यस बजार चुमडुम्री, सिद्धिबास लगायत उत्तरी गोर्खाको प्रमुख बजार हो।
यहाँ खाना र बस्नको लागि होटलहरू पाइन्छ। अब यहाँबाट भने अन्नपूर्ण पदमार्गको पैदल यात्रा भने सुरु हुन्छ। हामी बिहान चियापान गऱ्यौँ र आफ्नो कार्यक्षेत्रतर्फ उकालो लाग्यौँ। सिधै अगाडि देखिएको खोला चाहिँ माछा खोला हो। हामी बजारबाट लगभग 1 घन्टाको बाटो अगाडि तल्लो केरौजामा आइपुग्न लाग्यौँ। जति गाह्रो यात्रा उति सुन्दर गन्तव्य भनेर भनिन्छ। सायद होला पनि। तल देखिएको बाटो चाहिँ उत्तरी गोर्खा जाने बाटो हो। यसले ट्र्याक खन्ने काम भइरहेको छ। अगाडि भने कुनै पनि सवारी साधन जान दिँदैन। त्यहाँबाट माथि गएपछि तातोपानी बजार आउँछ। यहाँ तातोपानीको कुण्ड पनि छ, तल पनि थियो, तल चाहिँ पहिरोले पुरिएछ। यो तल्लो केरौजामा आइपुग्यौँ हामी। जब एउटा ठाडो पहाड पार गरेर आइन्छ तब आउने गाउँ बस्ती सुन्दर, हिमाल देखिने, हरियाली त्यो देख्दाखेरि फेरि त्यो उकालो नै बिर्सिने रहेछ। छोरीबरीहरू घाँस लिएर आइसके, नातिनीले कुचो लागेर छिन्। बुढियामा टक्क पिँढीमा बसेर यहाँ हेरेर बसिरहनु भएको छ। हामी अहिले समुद्री सतहबाट 900 मिटर अर्थात् 3000 फिटको उचाइमा तल्लो केरौजालाई पार गर्दै अगाडितर्फ बढ्दैछौँ। माछा खोलादेखि एक दिनको यात्रामा जगतमा पुगिन्छ अरे। त्यहाँ पुगेपछि खाने बस्ने व्यवस्थाहरू, होटलहरू छ अरे। यो खोला एकान्त सुनसानमा अँध्यारो ठाउँ, पानीको मात्रै आवाज आउने, अरू केही पनि नसुन्ने, डरलाग्ने खालको खोला रहेछ। यहाँ बाटो यसरी सिँढीहरू लगाएर व्यवस्थित तरिकाले बनाएको रहेछ र अप्ठ्यारो ठाउँमा यसरी रेलिङहरू, बारहरू लगाएर बनाएको रहेछ। यसलाई हिलारी स्टी भनिँदो रहेछ। यहाँ पहिला पनि पैदल यात्रुहरू खसिरहने ठाउँ हो अरे। यहाँबाट खस्यो भने तल ठाडो खोला र बुढीगण्डकीको खोजमा पुग्ने रहेछ। निकै ठुलो भिड रहेछ तल, हेर्दा नै डर लाग्ने। यो पारीदेखिको गाउँ चाहिँ माथिकोलाई माथिल्लो केरौजा र तलकोलाई तल्लो केरौजा भइँदो रहेछ।
हामी फेरि एउटा उकालो र अप्ठ्यारोलाई पार गर्दै अर्को गाउँमा आइपुग्यौँ। हस् त, आजलाई यतिकै। अर्को भागमा पुनः भेटौँला। यहाँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।